नमस्कार मेयर साहब। नमस्ते। यो आज पुरन्डीमा चाहिँ हिजो आज र भोलिको यो कार्यक्रमहरू भएको रहेछ। यो बच्चाहरूको स्वास्थ्य सम्बन्धी मध्यनजर राख्दै यस्तो कार्यक्रमहरू भानु नगरपालिकामा ल्याउने यो आइडियाहरू चाहिँ कहाँबाट कसरी आयो सबै जानकारी दिनु होला। धन्यवाद अमृतजी। यो चाहिँ विशेष गरी भानु नगरपालिकाले विशेष गरी यो जुन 18 वर्षभन्दा तलको चाहिँ भानु नगरपालिकाभरि सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा पढ्ने भाइ बहिनीहरूको लागि यो एउटा यति ठुलो अवसर हो कि जुन अवसर चाहिँ विशेष गरी सेभ द हट भन्ने एउटा संस्था छ र भानु नगरपालिकाको चाहिँ संयोजनमा र यो इन्टरनेसनल पार्टनर चाहिँ मिसन बाम्बिनी र प्राविधिक सहयोग चाहिँ मनमोहन कार्य थोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर त्रिवी शिक्षण अस्पताल मारण काठमाडौँको चाहिँ संयोजनमा भानुभर रहेका भाइ बहिनीहरूको मुटुलाई चाहिँ एउटा चाहिँ जोगाउन पर्छ भन्ने एउटा चाहिँ सन्देशमूलक कार्यक्रम पनि हो र अहिलेको पुस्ता सबैभन्दा बढी अझ बढी स्वास्थ्यमा संवेदन हुनुपर्छ, जागरुक हुनुपर्छ। किनभने यो पुस्ता भने भोलिको मुलुक आग्ने हो। स्वास्थ्य नै धन भने जस्तै जब स्वास्थ्य हाम्रो ठिक हुँदैन हामी केही पनि गर्न सक्दैनौँ। त्यसमा पनि मुटु चाहिँ अत्यन्त झन् महत्त्वपूर्ण, हाम्रो चाहिँ बडीको होल अङ्ग सबै महत्त्वपूर्ण छ। त्यसमा पनि मुटु भनेको चिज चाहिँ ठिक नभएपछि त्यसले अन्य अङ्गहरूलाई पनि असर पार्ने हुँदा चाहिँ विशेष गरी यो पालिकाभर भएका चाहिँ आम विद्यार्थीहरू र भोलि कुनै समस्या यदि देखियो भने मुटुको समस्या देखियो भने पनि त्यो चाहिँ संस्थाले चाहिँ सबै कुराको खर्च समेत बिहोर्ने गरेर यो चाहिँ शिविर मैले यहाँ अनुरोध गरेर आफ्नै पहलमा अनुरोध गरेर यो शिविर ल्याउने यहाँ सफल भएका छौँ। हिजोदेखि आज र भोलिसम्म चाहिँ यहाँ चाहिँ शिविर हुँदै गर्दा केही भाइ बहिनीहरूको चाहिँ मुटुको पाल परेको पनि भनेर आएको छ र त्यो एउटा सामान्य उपचार गर्न पनि 5 देखि 7 लाख रुपियाँ चाहिँ अपरेसनमा खर्च लाग्छ। त्यस कारणले त्यो चाहिँ जो लाग्छ त्यो खर्च चाहिँ यो संस्थाले नै गरिदिनु भएको भएर मैले यो कार्यक्रम चाहिँ आम विद्यार्थीको हक हितमा चाहिँ राम्रो हुन्छ भन्ने उद्देश्यले आफ्नो प्रयासमा चाहिँ यो काम गर्दैछु र करिब भानुभरका 7000 विद्यार्थीले चाहिँ यसको चाहिँ सुविधा लिनुभएको छ, लिनुहुनेछ र अन्य यहाँ भएका नागरिकहरूले पनि यो मुटुको समस्या भएका अन्य भानुवासीहरूले पनि लिन सक्नुहुन्छ। त्यस कारणले यसले एउटा मुटु चाहिँ जोगाउँ भन्ने अभियान हो र जोगाउने अभियानमा यी संस्थाहरूसँग चाहिँ हातेमालो गरेर यो कार्यक्रम मैले यहाँ भानुमा ल्याएको। भानुवासीहरूको लागि यो चाहिँ एकदमै राम्रो कार्यक्रम रहेको छ। अन्त्यमा के भन्न चाहनुहुन्छ? अब म अझै पनि आज बेलुकीसम्म यो अवसर यहाँ लिन सक्नुहुन्छ। यो सामाजिक सञ्जाल मार्फत पनि थाहा पाउनु भएको छैन भने आजैबाट पनि भोलि पनि यहाँहरूले चाहिँ यो सुविधा लिन सक्नुहुन्छ। विशेष गरी म चाहिँ आम नागरिकहरूलाई चाहिँ यो सेवा लिन चाहिँ म अनुरोध गर्छु र म धन्यवाद चाहिँ जो संस्थाले चाहिँ यहाँ चाहिँ यो कार्यक्रम ल्याइदिनु हो, जो संस्थाले कोअर्डिनेसन गरेर आम भानुवासी लगायत आम विद्यार्थीको हकमा जुन महत्त्वपूर्ण काम गर्नुभयो त्यसका लागि भानु नगरपालिकाको तर्फबाट म मेयरको हैसियत र भानु नगरपालिकाको एउटा नागरिकको हैसियतले पनि विशेष गरी प्राविधिक सहयोगको रूपमा चाहिँ यो मनमोहन कार्य थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर त्रिवी शिक्षण अस्पताल महाराज काठमाडौँ र नेपाल कार्डियो डायबिटिज एन्ड थाइरोइड सेन्टर र मुटु जोगाउ अभियान काठमाडौँ र इन्टरनेसनल पार्टनरको रूपमा रहेको मिसन बाम्बिनी चाहिँ मिलानो इटालीको सम्पूर्ण टिमलाई चाहिँ म हृदयदेखि हार्दिक स्वागत, हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु।